यो हो बहराइन फोर्ट, जसलाई पुर्तगाली फोर्ट क्यू अल बहराइन पनि भनिन्छ। बहराइनको एक ऐतिहासिक स्थल हो। यो फोर्ट बहराइनको राजधानी मनामाबाट करिब 4 किलोमिटर पश्चिममा अवस्थित छ। यो फोर्ट युनेस्कोको विश्व सम्पदा सूचीमा सन् 2005 देखि समावेश छ। बहराइन फोर्टले धेरै सभ्यताको इतिहास समेटेको छ, जसमा डिल्मुन सभ्यता, टाइलोनियन सभ्यता र पुर्तगाली सभ्यता समावेश छन्। यो फोर्ट 2300 ईसा पूर्वदेखि 18औं शताब्दीसम्म इतिहासलाई प्रतिनिधित्व गर्दछ। यसले बहराइनको समृद्ध सांस्कृतिक र ऐतिहासिक विरासतलाई प्रदर्शन गर्दछ। यो फोर्ट मुख्यतया पुरातात्विक खुदाईको लागि प्रसिद्ध छ, जसलाई धेरै प्राचीन वस्तुहरू, भग्नावशेष, इमारतहरू फेला परेका छन्। यसले बहराइनको प्राचीन व्यापारिक सांस्कृतिक केन्द्रको रूपमा काम गरेको देखाउँछ। बहराइन फोर्ट पर्यटकको लागि एक लोकप्रिय गन्तव्य हो, जहाँ उनीहरूले ऐतिहासिक महत्त्वका स्थलहरू हेर्न सक्छन् र बहराइनको समृद्ध इतिहासबारे जानकारी प्राप्त गर्न सक्छन्। धन्यवाद।